हेलो एभ्रिवान, गुड मर्निङ, सेवाल, नमस्ते। अनि तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि म चाहिँ यहाँ लोटा लिन आएको छु। अनि आज चाहिँ हामी नानीको लागि राम्रो दिन हेरेर हामी चाहिँ खाना खुवाउँदैछौँ। 4 महिना पुरा पुगेर 5 महिना पुग्यो नि, छोरीको चाहिँ 5 महिनामा हुन्छ अरे। अनि अहिले चाहिँ हाम्रो पुरा डेकोरेसन हुँदैछ, तल काटकुट यताउता हुँदैछ, हाम्रो चाहिँ दाउद धुप भइरहेछ। अनि सानै पार्टी भए चाहिँ गाह्रो हुने चाहिँ हेर्नु चाहिँ सजिलो, हेर्दा देख्दा सजिलो, तर गर्दा चाहिँ धेरै नै गाह्रो हुने रहेछ। कति महिनामा पास नि गर्ने भनेर कन्फ्युज हुनुहुन्छ भने चाहिँ छोरीको चाहिँ महिना गन्ती 5 महिना पुग्नुपर्ने रहेछ, छोराको चाहिँ 6 महिना जस्तै। अब तपाईँको वैशाखमा जन्मेको हो भने जति गत्यो भने वैशाख, जेठ, असार, साउन, भदौमा छोरीको हुन्छ, छोराको चाहिँ असोजमा। अनि अरू चाहिँ म अहिले भ्लग हल्का बनाइदिन्छु है। सो स्टे ट्युन साथीहरू। अहिले चाहिँ म आन्टीको घरमा छु, हामी चाहिँ आन्टीकै घरमा नानीको भात खुवाइ गर्न लागेको। सबै गाइस कलर यही हो। हामी जाँदैछ यो चौरा मामा खै नानीको मामा भन्नु त कसैले कास्को खानु कास्को खानु यहाँमा भन्नु भन्दै के
मा चाहिँ यति छिटो चाहिँ किन गरेको अब डक्टरहरूले चाहिँ अब कम्तीमा पनि 6 महिनादेखि मात्र खाना खुवाउनु भन्नुहुन्छ नि त अनि त्यो अब त्यो पनि ठिकै हो अब बच्चाको सबै चिजहरू अब आफ्नो अब सबै उयोहरू अर्ग्यानहरू मजाले डेभलप भएको हुँदैन त्यही भएर मिनिमम पनि 6 मन्थ प्लस भएर मात्र खुवाउनु भन्नुहुन्छ तर अब यो चाहिँ अब यस्तो हुने भयो कि अब जेठमा चाहिँ अब आफ्नो जेठो सन्तानको चाहिँ अब कुनै पनि अब यस्तो कार्यहरू चाहिँ नगर्नु भन्दा रहेछ नि त त्यही भएर असारमा चाहिँ अलिकति ढिलो हुने भयो क्या त्यही भएर अब हामीले चाहिँ वैशाखमै गऱ्यौँ जस्ट यो चाहिँ एउटा रेसम जस्तो मात्रै पुरा त्यो खुवाउने चाहिँ होइन जस्ट चटाएर घरको मान्छेलाई हल्का चटाएर अरूलाई अब आउने आशीर्वाद दिने अब त्यही त हो नि होइन अब त्यो सबैलाई थाहा भएकै कुरा हो त्यही भएर त्यसकै लागि चाहिँ हामीले गरेको सो अहिले चाहिँ प्रपर खाना चाहिँ खुवाएको छुइनँ मैले पनि अब कम्तीमा पनि 6 महिना पुगेपछि चाहिँ खुवाउँछु अहिले चाहिँ जस्ट दुध र फर्मुला मिल्क खुवाउँदैछु अनि अरू के भन्नु अब अरू त्यस्तै भयो होइन अब यस्तो बिजी भयो कि त्यो के भन्छ वेलकम मलाई त्यो जुन स्ट्यान्ड हुन्छ नि त्यो फोटो बनाएर चाहिँ राखेको थिएँ मैले यहाँ छ है यत्रो बनाएर राखेको थिएँ खोलेर चाहिँ देखाइन ल यहाँ रहेछ फेरि अनि यो यत्रो बनाएर राखेको थिएँ लास्टमा राख्नै बिर्सेँ क्या त्यो डेकोरेसनवालाहरूले पनि त्यो स्ट्यान्ड ल्याउनु भएन छ अब मैले पनि बिर्सेँ भरेको माइजूले सोधेर भरे मलाई त कति साँझतिर आफ्नो गले साँझतिर याद आयो अब साँझतिर राखेर के गर्ने होइन अनि राखिनँ अब यसलाई चाहिँ म कहाँ तान्नु होला सोच्दैछु अनि अब यस्तै भयो आइदिनु भयो अन्तिमसम्म भिडियो हेरिदिनु भयो सो लाइक भन्दा पनि सब्सक्राइब चाहिँ गरेर जानुहोस् होला होइन सब्सक्राइब चाहिँ गरेर जानु होला अनि अब यस्तै अरू पनि भिडियोहरू म ल्याउने छु भन्नु कि के भन्नु अब बोल्नु पनि खासै आउँदैन सो अन्तिमसम्म मेरो यो ब्लग भन्नु कि अन्तिमसम्म मेरो यो भिडियो हेरिदिनु भएकोमा सबैलाई मुरी धन्यवाद सी यू इन नेक्स्ट ब्लग बाइ बाइ गाइस